नमस्कार। आज चैत्र 13 गते तदनुसार 2026 मार्च 27 तारिक। म ग्रह शान्ति ज्योतिष परामर्श केन्द्र नेपालको तर्फबाट कुमारी दिव्य सधैँ 12 राशिको राशिफल लिएर उपस्थित भइसकेको छु। अब लागौँ प्रथम राशि मेष राशि। आज तपाईको व्यक्तित्व आकर्षक देखिन्छ र अरूको ध्यान सजिलै खिच्न सक्नुहुने छ। नयाँ सम्बन्धहरू बन्ने सम्भावना छ, तर 12औं भावका ग्रहहरूले अनावश्यक खर्च गराउन सक्छन्। त्यसैले आर्थिक पक्षमा सचेत रहनुहोस्। साथीभाइसँगको सहकार्यबाट केही लाभ मिल्नेछ। रङ रातो, दिशा पूर्व, मन्त्र ओम मङ्गलाय नमः। अब लागौँ वृष राशि। शुक्र पहिलो भावमा रहेकाले आत्मविश्वास बढ्नेछ र सौन्दर्य र आरामप्रति झुकाव रहनेछ। आज काममा स्थिर आए पनि निर्णय ढिला हुन सक्छ। गोप्य योजनाहरू सफल हुने सङ्केत छन्। स्वास्थ्यमा सानो समस्या आउन सक्छ। रङ हरियो, दिशा दक्षिण, मन्त्र ओम शुक्राय नमः। अब लागौँ मिथुन राशि। बुध 12औं भावमा भएकाले मित्रबाट सहयोग र नयाँ अवसर प्राप्त हुनेछ। सामाजिक सञ्जाल वा नेटवर्किङबाट लाभ मिल्ने देखिन्छ, तर राहुको प्रभावले भ्रम सिर्जना गर्न सक्छ। त्यसैले निर्णय गर्दा सावधानी अपनाउनुहोस्। रङ पहेँलो, दिशा पश्चिम, मन्त्र ओम बुधाय नमः। अब लागौँ कर्कट राशि। चन्द्रमा तेस्रो भावमा भएकाले आत्मबल उच्च कोटीमा रहेको छ र नयाँ काम सुरु गर्ने इच्छा जाग्नेछ देखिन्छ। दाजुभाइ वा नजिकका व्यक्तिसँग सहयोग मिल्नेछ, तर मनमा अस्थिरता हुन सक्छ। ध्यान र योगले शान्ति दिनेछ। रङ सेतो, दिशा उत्तर, मन्त्र ओम चन्द्राय नमः। अब लागौँ सिंह राशि। सूर्य 12औं भावमा भएकाले आत्मबल केही घट्न सक्छ र थकान महसुस हुन सक्छ, तर 11औं भावका ग्रहहरूले आर्थिक लाभ र सामाजिक सम्मान दिलाउन सक्छन्। खर्च र आम्दानी बीच सन्तुलन आवश्यक छ। रङ चुनौलो, दिशा पूर्व, मन्त्र ओम सूर्याय नमः। अब लागौँ कन्या राशि। बुध र मङ्गलको संयुक्त प्रभावले काममा ऊर्जा र चतुरता ल्याउनेछ, तर राहुको कारण विवाद हुन सक्ने सम्भावना छ। त्यसैले बाणीमा संयम राख्नुहोस्। स्वास्थ्यमा सुधार आउनेछ। रङ हरियो, दिशा दक्षिण, मन्त्र ओम नमो भगवते वासुदेवाय। अब लागौँ तुला राशि। प्रथम भावमा शुक्र भएकाले आकर्षण र सम्बन्धमा सुधार आउनेछ। प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन आउने सम्भावना छ। आर्थिक पक्ष बलियो बन्नेछ, तर अनावश्यक विलासिताबाट बस्नुपर्ने देखिन्छ। रङ गुलाबी, दिशा पश्चिम, मन्त्र ओम शुक्राय नमः। अब लागौँ वृश्चिक राशि। मङ्गल 11औं भावमा भएकाले लक्ष्य प्राप्तिका लागि ऊर्जा मिल्नेछ, तर राहुको प्रभावले अचानक उतार चढाव ल्याउन सक्छ। गोप्य शत्रुबाट सावधान रहनुहोस्। आध्यात्मिक अभ्यास लाभदायक हुनेछ। रङ रातो, दिशा उत्तर, मन्त्र ओम नमो शिवाय। अब लागौँ धनु राशि। बृहस्पति तेस्रो भावमा भएकाले ज्ञान र आत्मविश्वास बढ्नेछ। नयाँ सिक्ने अवसर मिल्नेछ। यात्रा वा छोटो दूरीको भ्रमण सम्भव छ। आर्थिक लाभका अवसर पनि देखिन्छन्। रङ पहेँलो, दिशा पूर्व, मन्त्र ओम गुरुवे नमः। अब लागौँ मकर राशि। शनि 12औं भावमा भएकाले मानसिक दबाव र ढिलाइ अनुभव हुन सक्छ। काममा धैर्य राख्नु आवश्यक छ। खर्च बढ्न सक्छ, त्यसैले बचतमा ध्यान दिनुहोस्। रङ नीलो, दिशा दक्षिण, मन्त्र ओम शनिश्चराय नमः। अब लागौँ कुम्भ राशि। 11औं भावका ग्रहहरूले मित्रता र आम्दानीमा वृद्धि गराउने सङ्केत दिएका छन्। नयाँ योजना सफल हुन सक्छ, तर गलत सङ्गतबाट बस्नु पर्छ। रङ बैजनी, दिशा पश्चिम, मन्त्र ओम राहवे नमः। अब लागौँ अन्तिम राशि मीन राशि। 12औं भावमा सूर्य शनि भएकाले एकान्तता र आत्मविश्लेषणको समय हो। आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। खर्च बढ्न सक्छ, तर मन शान्त हुनेछ। रङ सेतो, दिशा उत्तर, मन्त्र ओम नमो नारायण। यी त थिए 12 राशिका राशिफल। यही समापन गर्दै हजुरको माझबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। भोलि फेरि भेटौँला।